त्यो चिट्ठी, त्यो पर्खाइ, त्यो धैर्यता, दाजुको चोखो मनको के दोष? हो त्यो कालो अनुहारको बाक्लो छालाको के दोष? खास झापड खानु पर्ने त चिठी लेख्ने लियो, तेरे के दोष होइन लाले? तिमी बुढो धेरै मेरो खेजो नगर, मेरो पनि पाल आउँछ, त्यो दिन देखाउँछु। तर त्यो केटीले मलाई मन पराउँछ होला हौ, किनभने अब चिठी त मैले लेखेको हो, झ्यापड यसले हान्यो, केही त छ केटा हो। केही छैन अरे हौ, तेरो त्यो सुकेको छेपारोको छाला जस्तो गाला भएर नहानेको अरे हौ। अहिले भर्खर सोधेको मैले। तिमी बुढा बढी नबोल, छोराको खुसी खोज्ने यस्ता पनि बाउ हुन्छ। कस्तो चाहिँ हुनु पर्थ्यो त गोरुलाई? अझै गोरु चाहिँ नभन्नु है काका, जे भए पनि बजारमा अलिअलि इज्जत छ है। अरे के चाहिँ छ तिमीहरूको बजारमा इज्जत चाहिँ? ओ सुकुल गुण्डाको अध्यक्ष, अरे हौ केटा हो, अलिक सम्झाऊ है, तल्लो डिल पछि जाने गरिदिन्छ नि बाउ नभने। आदेश पाउनु दाजु। ओभर एक्टिङ नगर, बस। तिमीहरूको अलिक ज्यादा भइरहेको छ जस्तो लाग्दैन? तेरो त्यो मान्छेभन्दा कालो बम्पक ननिकाल है। ज्यादा त तिमी बुढा भइरहेछौ नि फेरि। मैले अस्ति नै भनेको त मेरो बिहे गरिदेऊ भनेर। बिहे गरेको भए यस्तो हालत हुन्थ्यो? केटाहरूले भतिजनीहरू खेलाउनु पाउँथ्यो होला, म नानीको बाउ हुन्थेँ होला। त्यही त भनेको दाजु। ए छाड्दे हो लाले, बुझ्दैन हौ यस्ता बुढाहरूले। यस्ता बुढा हड्डीहरूलाई सिटी लाउनै पर्ने हुन्छ हौ। के अरे? कुन चाहिँ बुढो हड्डीलाई सिटी लाउने अरे? अनि त झ्याक्नेलाई चाहिँ कुन चाहिँ गाडीलाई पत्याउँछ र बे गराइदिनु? होइन हौ, त्यो पर नि हो, लालेको सोल्टिनी नि हौ। अस्तिदेखि माग्नु जुङ 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 भनिरहेछ त केटोले। त्यति राम्री, त्यति गोरी, सहरमा गएर पढे लेखेर आएको त्यस्तो केटीले यो सुकुल गुण्डाको अध्यक्षलाई हेरछाह माग्नु जानु?
ल होइन हेरे पनि नहेरे पनि अनि माग्नु जाँदैमा चाहिँ तिम्रो के जान्छ हौ त्यही त भा दिप हाल्छ कि के हो नि ई नापिस त जाँठा डबल लप्सी यो झ्याक्नेलाई छोडिदिनुको लागि के छ योसँग यो पाखुरा ठुलो छ लालेको गरेर खान सकिहाल्छ नि किन चाहियो अरू पाखुरा मात्रै ठुलो भएर हुँदैन यो र नि यो पनि हुनुपर्छ छ तसँग दाजु ना अलिक फेरि रहेछ हौ शीतल छ खै पाउनु छ अरे पैसाभन्दा ठुलो कुरो होइन है काका पैसाको पछि त्यति साह्रो पनि लाग्नु हुँदैन है काका पैसा 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 मलाई त्यो ठिक लागेन काका कि कसो दाइ कसो होइन ठिकै हो नि त मेरो कुरो काका लालसँग धन नभएर के भएर मन छ मन कि आँटिदिउँ हौ ओलाले के छ विचार आँटिदिउँ आँटेर मात्रै हुन्छ देखाउनु परेन तिमीहरूको त सोल्टे नि झन् यो लालेको त आफ्नै सोल्टे नि लिम्बूको छोरा भएर गुटुङ लानेर ल्याउनु सक्दैनौ अहिले लिएर आऊ परेको म हेर्छु साँच्चै अड्काउनु पर्ने हो त घरमा ल्याएर देखाउनु पर्ने हो त जम्दै ओ बुढा हिँड लिएर आउनुपर्छ अहिले अहिले जम होइन लाले अब त आँट्नुपर्छ तिम्रो सोल्टिनीको चक्करले यहाँ प्रहरी भिड्ने मान्छे खुलित भइरहेछ जाग्नुपर्छ हौ अब जीवनी बाउ हो आठ गर भनिहाल्यौ रक्सी अलिकति रक होला खौ तागत दिन्छ हेरौँला त मान्दोसको छोरा होस् कि हेरस् अब थाहा हुन्छ
यहाँ घरमा कोही हुनुहुन्न कि अलिक ठुलो आवाज गर्नुपर्ने हो? मेन हाउ के बोक्छ भयो आदम भाइ केही पो भएको छैन यहाँनिर। तपाईँको छोराको ताल के हो? दिनदारे अर्काको चेलीलाई बाटो छेकेर पत्र दिन पाइछ? होइन नि आदाङ बसे यस्तो कुराहरू त बसेरै समझदारी तरिकाले कुरा गरेको राम्रो होइन र। आउनुहोस् न आदाङ भाइ बसेरै कुरा गरौँ न। यहाँ म बस्नु आएको होइन, कुरा गर्नु आएको हो। त्यही त आदाङ बसे मैले पनि त त्यही भन्दैछु नि, बसेरै कुरा गरौँ न। आउनुहोस् न यतै बसेरै कुरा गरौँ। किन तातो रिस गर्नुहुन्छ? तातो रिस नभन्नुहोस्। तपाईँको पनि छोरी चेलीलाई दिनदारे बाटो छेकेर पत्र दिँदा मान्नुहुन्छ? ठिकै हो आदाङ बसे, म पनि मान्दिनँ, तर हामी त लिम्बू पर्यो, त्यही माथि साइनुले सोल्टा सोल्टेनी। अब त्यति गर्नु त हक लाग्छ होला नि हौ, होइन र आदाङ बसे? ल ठिक छ आदाङ बासे, जातले पायो साइनोले भेट्यो भन्दैमा त अर्काको छोरी चेलीको मन विपरीत त गर्नु भएन नि त हौ। यो कस्तो खालको चलन हो? कुन इतिहासमा लेखेको छ? यहाँ मलाई भनिदिनु पर्यो आदाङ बासे। तपाईँ चलन चल्ती र इतिहासको कुरा नगर्नुहोस् आदाङ भाइ। यो हाम्रो बाउ बाजेदेखि चलिआएको पुर्खाले चलाएको यो रीति हो। यसलाई जोगाउनु पर्छ भन्ने मेरो धारणा छ। तपाईँ हेपेर कुरा नगर्नुहोस्। ल ठिक छ, मैले माने यो हाम्रो बहुबाजेदेखि चलिआएको पुरानो रीतिरिवाज परम्परा हो, तर यो 21औं शताब्दीमा आएर पनि तपाईँ त्यो पुरानो कुरामा अल्झिनुहुन्छ भने यो तपाईँको सोच गलत छ। यसलाई बन्द गर्नुहोस् आदाङ बासे। गलत छ भने गलत छ। के खुल्क्याउनुहुन्छ, के नाच्नुहुन्छ, त्यो नापेर देखाउनुहोस् आदाङ बसे। अरे ठुलो चोर त्यसकै ठुलो चोर के हो यस्तो आदाङ बासे? केही होइन आदाङ बसे, तपाईँले हाम्रो रीतिथितिमाथि अम्ला उठाउनु भयो, त्यही भएर मात्रै मैले तपाईँलाई सम्झाएको। मैले त्यति भन्दाखेरि म गलत भयो भने माफी पाऊ आदाङ बसे। ल ठिक छ आदाङ बासे, बाँकी उपरान्त यस्तो भयो भने राम्रो हुँदैन। सम्झाइदिनु छोरालाई। सोल्टेनी आइयो है लिनु। ओइ केटा